नमस्कार सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनी सबै सम्पूर्णमा मेरो नमस्कार मनैदेखि एकदम हैन। म चाहिँ केही कुराहरू भन्न गइरहेको छु है। तपाईहरू सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूले चाहिँ मैले मनमा लागेको कुरा भन्दै गर्दा कसैलाई राम्रो छ यसले भाइले भनेको कुरा अथवा सबैजनालाई कसैले मन पराइदिनुहुन्छ भने म चाहिँ केही कुराहरू भन्न गइरहेको छु। हजुरहरूलाई राम्रो लाग्छ भने शेयर गरिदिनुस् है, थोरै माया देखाइदिनुस्। मलाई चाहिँ के लाग्छ भने अहिले देशमा चाहिँ निर्णय प्रधानमन्त्री को बन्ने भन्ने विषयमा चाहिँ सबै यताउति नेताहरूले अब चुनावपछि म मन्त्री भन्नेहरू सबै आफै कोलाहल भइरहेछ है। यस्तो कारणमा चाहिँ सबैजना नेपाली जनताहरू चाहिँ मान्छे चिनौँ, सही मान्छेलाई भोट हाल्नुहोस् है, सही मान्छेको ठाउँमा परोस् भोट है, देशको नेतृत्व राम्रो मान्छेको हातमा परोस्, त्यो हामी सबैजनाको चाहना हो। पार्टी यो ऊ भन्ने चाहिँ छैन मलाई नि है। म चाहिँ अहिलेसम्म कुनै पनि पार्टीमा तोकिएर हिँडेको छैन। मलाई अब गाउँठाउँमा हुँदाखेरि सबै पार्टीलाई दिइरहेको भोट। अनि मेरो मनमा चाहिँ आज एउटा कुरा के लागिरहेको छ भने भोट त दिनुपर्छ, हामीले देश जोगाउनुपर्छ, हाम्रो नेपालको नाम राख्नुपर्छ, देश जोगाउनुपर्छ, त्यो सही कुरा हो है। त्यो देश जोगाउँदै गर्दाखेरि पनि नेताले जोगाउने देश भन्दा पनि मलाई चाहिँ कस्तो लाग्छ भने नेताले जोगाउनुपर्छ, राम्रो गर्नुपर्छ, राम्रो उहरू गरिदिनुपर्छ नेताले चाहिँ सुविधाहरू। तर हामी चाहिँ के भइरहेको छ भने देश नेपाल त जोगिएला हामीले जोगाउँछौँ पनि रहिरहन्छ पनि, तर हामीले देश जोगाउँदै गर्दाखेरि पनि हामीले अहिले के भइरहेको छ भने देश नाम त छ तर विदेशीको चलखेल, विदेशीको वेशभूषा, विदेशी पहिरन, विदेशी धर्म, विदेशी आफ्नो संस्कृति सबै भुलिसक्यो। हामी नेपालीहरूले सबै आफ्नो धर्म संस्कृति सब बिर्सेर विदेशी चाहिँ विदेशी पहिरन, विदेशी भाषा, धर्म सबै विदेशी गरेर चाहिँ आफ्नो चाहिँ नेपालीपन सबै छोडेर चाहिँ नेपाली भइन्छ जस्तो चाहिँ मलाई लाग्दैन हैन। सबैजनाले आफ्नो तर्फबाट आफ्नो जातीय आफ्नो संस्कृति सबै जोगाउनु पर्छ। सबै धर्महरू विदेशी धर्महरू मान्न थालिसक्यो। अब यो कारणले अब हाम्रो नेपालको चाहिँ नाम छ तर संस्कृति चलन चल्ती सबै चाहिँ विदेशी नै हामीले गर्न थालेपछि अब नेपाली हौँ भन्न पनि गर्व लाग्छ जस्तो चाहिँ मलाई लाग्दैन है। आफ्नो तर्फबाट सबै हामीले चाहिँ आफ्नो कला हुन्छ, जातीय धर्म संस्कृतिहरू पहिलो पूर्वकालदेखि चलिरहेको सबै कुराहरू हामी चाहिँ त्याग्दै गइरहेको छौँ अहिले चाहिँ है। अनि यस्तो कुराहरू देख्दा चाहिँ मलाई चाहिँ अचम्म लाग्छ। नेपाली हो हामी, नेपालीको शिर उच्च छ, नेपालीको शान छ भन्ने चाहिँ छ। देश पनि जोगाउनु पर्छ, त्यो पनि ठिक हो, तर आफ्नो तर्फबाट आफ्नो चाहिँ गर्नुपर्ने कर्तव्य सबै छोडेर सबै विदेशी अरूको नक्कल गरेर चाहिँ देश जोगिन्छ जस्तो चाहिँ मलाई लाग्दैन है साथीभाइहरू। हुन त मनमा त कति कुराहरू आइरहेछ। हजुरहरूलाई यति भन्न मन लागिरहेको थियो। राम्रो लाग्यो भने सेयर गरेर माया देखाइदिनुहोस् है। यति छ, हस् त, धन्यवाद।